स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्र कुमार गुप्ता विजयी भएका हुन् भने रुकुम पूर्व 1 मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका हुन्। अब हामी लागौं गुल्मीतर्फ। गुल्मीको क्षेत्र नम्बर 1 र 2 मै राष्ट्रिय स्वतन्त्र पार्टीले विजय हासिल गरेको छ। गुल्मी क्षेत्र नम्बर 1 मा सागर ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले विजय प्राप्त गरेका छन् भने गुल्मी क्षेत्र नम्बर 2 मा गोविन्द पन्थी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका हुन् भने पाल्पा क्षेत्र नम्बर 1 मा नेपाली कांग्रेसका उम्मेदवार सन्दीप राणा विजयी भएका हुन्। त्यस्तैगरी हामी लागौं अब पाल्पा क्षेत्र नम्बर 2 तर्फ। पाल्पा क्षेत्र नम्बर 2 मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव बहादुर थापा विजयी भएका हुन्। बाँके क्षेत्र नम्बर 1 मा राष्ट्रिय स्वतन्त्र पार्टीकै सुरेश कुमार चौधरी विजयी भएका हुन्। त्यस्तैगरी बाँकेको क्षेत्र नम्बर 2 मा मोहम्मद इस्तियाक राई नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन्। त्यस्तैगरी बाँके क्षेत्र नम्बर 3 मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खगेन्द्र सुनार विजयी भएका हुन्। रोल्पा क्षेत्र नम्बर 1 मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार वर्षमान पुन विजयी भएका हुन्। त्यस्तैगरी अब हामी लागौं रूपन्देहीतिर। रूपन्देही क्षेत्र नम्बर 1, क्षेत्र नम्बर 2, क्षेत्र नम्बर 3, क्षेत्र नम्बर 4, क्षेत्र नम्बर 5 रूपन्देहीका हरेक क्षेत्र 5 वटा क्षेत्रहरूमै राष्ट्रिय स्वतन्त्र पार्टीको विजय भएको छ। रूपन्देही क्षेत्र नम्बर 1 मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुनिल लम्साल विजयी भएका हुन्। रूपन्देही क्षेत्र नम्बर 2 मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेल विजयी भएका हुन्। त्यस्तैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका डाक्टर लेखचङ थापा रूपन्देही क्षेत्र नम्बर 3 बाट विजयी भएका हुन् भने रूपन्देही 4 बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कन्हैया बानिया विजयी भएका हुन्। त्यस्तैगरी रूपन्देही क्षेत्र नम्बर 5 बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तौफिक अहमद खान विजयी भएका हुन्। अब हामी लागौं कपिलवस्तुतिर। कपिलवस्तु क्षेत्र नम्बर 1 मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मोहनलाल आचार्य विजयी भएका छन्। त्यस्तैगरी कपिलवस्तु क्षेत्र नम्बर 2 मा राष्ट्रिय स्वतन्त्र पार्टी विक्रम थापा विजयी भएका छन् राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार। त्यस्तैगरी कपिलवस्तु 3 मा क्षेत्र नम्बर 3 मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाह विजयी भएका छन्। अब हामी लागौं अर्को निर्वाचन क्षेत्रतर्फ। गण्डकी प्रदेशका मुस्ताङ क्षेत्र नम्बर 1 मा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौसन थकाली विजयी भएका हुन्। लमजुङ क्षेत्र नम्बर 1 बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्मराज केसी विजयी भएका हुन्। सेङ्जा क्षेत्र नम्बर 1 बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धनञ्जय रेग्मी विजयी भएका हुन्। सेङ्जा क्षेत्र नम्बर 2 बाट छविलाल डुम्रे राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका हुन्। त्यस्तैगरी कास्की क्षेत्र नम्बर 1 बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खड्गराज पौडेल विजयी भएका हुन्। त्यस्तैगरी कास्की क्षेत्र नम्बर 2 बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तम प्रसाद पौडेल विजयी भएका हुन् भने कास्की क्षेत्र नम्बर 3 बाट राष्ट्रिय स्वतन्त्र पार्टीकै उम्मेदवार बीना गुरुङ विजयी भएकी हुन्। कास्की क्षेत्र नम्बर 1, कास्की क्षेत्र नम्बर 2, कास्की क्षेत्र नम्बर 3 मै राष्ट्रिय स्वतन्त्र पार्टीले विजय प्राप्त गरेको छ, धेरै मत ल्याएर विजयी भएको छ। त्यस्तैगरी म्याग्दी क्षेत्र नम्बर 1 मा स्वतन्त्रका महावीर पुन विजयी भएका हुन्। मनाङ क्षेत्र नम्बर 1 मा नेपाली कांग्रेसका उम्मेदवार टेक बहादुर गुरुङ विजयी भएका हुन्। पर्वत क्षेत्र नम्बर 1 मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर भुसाल विजयी भएका हुन्। त्यस्तैगरी अब हामी लागौं नलपुरतिर। नलपुर क्षेत्र नम्बर 1 र नलपुर क्षेत्र नम्बर 2 मा नै राष्ट्रिय स्वतन्त्र पार्टी विजयी भएको हो। नलपुर क्षेत्र नम्बर 1 मा राजन गौतम राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका हुन्। त्यस्तैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मनिष खनाल नलपुर क्षेत्र नम्बर 2 मा विजयी भएका छन्। अब हामी लागौं बागलुङ तर्फ। बागलुङ 1 र 2 मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले नै विजय हासिल गरेको हो। बागलुङ क्षेत्र नम्बर 1 मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील खड्का विजयी भएका छन्। त्यस्तैगरी बागलुङ क्षेत्र नम्बर 2 मा राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मा विजयी भएका हुन्। त्यस्तैगरी अब हामी लागौं तनहुँतर्फ। तनहुँको क्षेत्र नम्बर 1 र 2 मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले नै विजय प्राप्त गरेको छ। तनहुँ क्षेत्र नम्बर 1 मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी भएका हुन्। त्यस्तैगरी तनहुँ क्षेत्र नम्बर 2 मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीराम नेउपाने विजयी भएका हुन्। अब हामी लागौं अर्को प्रदेशतर्फ। बागमती प्रदेशतर्फ हामी लागौं। बागमती प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोक क्षेत्र नम्बर 1 मा राष्ट्रिय स्वतन्त्र पार्टीका मधुकुमार चौलागाई विजयी भएका हुन्। काभ्रेपलाञ्चोक क्षेत्र नम्बर 2 मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बदन कुमार भण्डारी विजयी भएका हुन्। त्यस्तैगरी सिन्धुली क्षेत्र नम्बर 1 मा राष्ट्रिय स्वतन्त्र पार्टीका धनेन्द्र कार्की विजयी भएका हुन्। सिन्धुली क्षेत्र नम्बर 2 मा राष्ट्रिय स्वतन्त्र पार्टीका
आशिष गजुरेल विजयी भएका हुन्। त्यस्तै गरी मकवानपुर क्षेत्र नम्बर 1 मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश गौतम विजयी भएका हुन्। त्यस्तै गरी मकवानपुर क्षेत्र नम्बर 2 मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रशान्त उप्रेती विजयी भएका हुन्। त्यस्तै गरी ललितपुर क्षेत्र नम्बर 1 मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जन विजयी भएका हुन्। त्यस्तै गरी ललितपुर क्षेत्र नम्बर 2 मा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल विजयी भएका हुन्। त्यस्तै गरी ललितपुर क्षेत्र नम्बर 3 मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसीमा कार्की विजयी भएकी हुन्। त्यस्तै गरी काठमाडौँ क्षेत्र नम्बर 1 मा रन्जु नेउपाने राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार विजयी भएकी हुन् भने काठमाडौँ क्षेत्र नम्बर 2 मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसी, काठमाडौँ क्षेत्र नम्बर 3 मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डे कुलमान घिसिङलाई पछाडि पार्दै उनी विजयी भएका हुन्। त्यस्तै गरी काठमाडौँ क्षेत्र नम्बर 4 मा पुकार बम राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका हुन्। त्यस्तै गरी काठमाडौँ क्षेत्र नम्बर 5 मा सस्मित पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका हुन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल काठमाडौँ 6 बाट विजयी भएका हुन्। त्यस्तै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली काठमाडौँ 7 बाट विजयी भएका हुन्। त्यस्तै गरी काठमाडौँ 8 बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराज भक्त श्रेष्ठ विजयी भएका हुन्। काठमाडौँ क्षेत्र नम्बर 9 बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डोल प्रसाद अर्याल विजयी भएका हुन्। त्यस्तै गरी राष्ट्रिय स्वतन्त्र पार्टीकै उम्मेदवार प्रदीप विष्ट काठमाडौँ 10 बाट विजयी भएका हुन्। काठमाडौँका 10 वटा निर्वाचन क्षेत्र मध्येबाट राष्ट्रिय स्वतन्त्र पार्टीले नै हरेक क्षेत्रमा जित हासिल गरेको छ। अब हामी लागौँ धादिङतर्फ। धादिङ क्षेत्र नम्बर 1 मा राष्ट्रिय स्वतन्त्र पार्टीकी आशिका तामाङले विजय प्राप्त गरेकी छन्। धादिङ क्षेत्र नम्बर 2 मा बोधनारायण श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले विजय हासिल गरेका छन्। त्यस्तै गरी सिन्धुपाल्चोक क्षेत्र नम्बर 1 मा राष्ट्रिय स्वतन्त्र पार्टीका भरत प्रसाद पराजुलीले जित हासिल गरेका छन्। त्यस्तै गरी सिन्धुपाल्चोक 2 मा युवराज दुलाल नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विजयी भएका हुन्। त्यस्तै गरी चितवन क्षेत्र नम्बर 1 मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका हुन्। 2 मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने विजयी भएका हुन्। 3 मा सोभिता गौतम राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार विजयी भएकी हुन् भने रसुवा क्षेत्र नम्बर 1 मा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका हुन्। त्यस्तै गरी भक्तपुर 1 मा राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रञ्जित विजयी भएका हुन्। भक्तपुर 2 मा राजीव खत्री विजयी भएका हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार। त्यस्तै गरी नुवाकोट क्षेत्र नम्बर 2 मा राष्ट्रिय स्वतन्त्र पार्टीका अच्युतम लामिछाने विजयी भएका हुन्। त्यस्तै गरी दोलखा क्षेत्र नम्बर 1 मा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल विजयी भएका हुन्। अब हामी लागौँ मध्य प्रदेशतर्फ। मध्य प्रदेश अन्तर्गत सर्लाही 1 मा राष्ट्रिय स्वतन्त्र पार्टीकी नीतिमा भण्डारी कार्की विजयी भएकी हुन्। त्यस्तै गरी सर्लाही 2 मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रबिन महतो विजयी भएका हुन्। त्यस्तै गरी सर्लाही 3 मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्र शाह कलवार विजयी भएका हुन् नारायण काजी श्रेष्ठलाई पछाडि पार्दै। त्यस्तै गरी सर्लाही 4 मा गगन कुमार थापा नेपाली कांग्रेसका गगन कुमार थापालाई पराजित गर्दै अमरेश कुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सर्लाही 4 बाट विजयी भएका हुन्। त्यस्तै गरी पर्सा क्षेत्र नम्बर 1 मा राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धि प्रसाद पन्त विजयी भएका हुन्। त्यस्तै गरी पर्सा क्षेत्र नम्बर 2 मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील कुमार कानु विजयी भएका हुन्। त्यस्तै गरी पर्सा क्षेत्र नम्बर 3 मा राष्ट्रिय स्वतन्त्र पार्टीका रामाकान्त प्रसाद चौरसिया विजयी भएका हुन्। त्यस्तै गरी पर्सा क्षेत्र नम्बर 4 मा टेकबहादुर साक्के राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका हुन्। त्यस्तै गरी रौतहट 1 मा क्षेत्र नम्बर 1 मा राष्ट्रिय स्वतन्त्र पार्टीकै राजेश कुमार चौधरी विजयी भएका हुन् भने रौतहट 2 मा नेपाली कांग्रेसका उम्मेदवार